हाम्रो पार्टीको कमसेकम संयोजक कमिटी जित्नु भएको छ, उहाँलाई धेरै धेरै बधाई छ। एउटा सुनामी चल्यो, सुनामीको प्रभाव सबैमा परेको छ, तर सबैभन्दा खुसीको कुरा के हो भने अरू पार्टी विपक्षी पार्टीका नेताहरूले जित्न सकेनन्। हाम्रो पार्टीको कमसेकम संयोजक कमिटी जित्नु भएको छ, उहाँलाई धेरै धेरै बधाई छ। यस अर्थमा पनि राष्ट्रिय राजनीतिमा अब हामीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ। चाहे मधेसवादी दलको कुरा गरौँ या अहिलेसम्मका अरू पार्टीहरूको कुरा गरौँ, ती सबैलाई पनि राष्ट्रियताको इस्युमा होस्, लोकतन्त्रको इस्युमा होस्, संघीयताको इस्युमा होस्, गणतन्त्रको इस्युमा होस् या परिवर्तन रूपान्तरणको इस्युमा होस्, साथ दिनेहरूलाई सँगसँगै समेटेर लानुपर्ने आवश्यकता पनि छ। तर सबैभन्दा पहिले हामी आफ्नो खुट्टामा उभिने आँट गर्नुपर्छ। खुट्टामा उभिने आँट गरेनौँ भने, अगाडि बढ्ने र कुद्ने साहस गरेनौँ भने एकताले मात्रै केही गर्नेवाला छैन। त्यसो हुनाले यो एकता 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 भन्ने कुरा हुँदाहुँदै पनि हामीले साथ र सहयोग दिने सबै पक्षलाई समेट्ने काम पनि गर्नुपर्छ। तर समेट्ने भनेको के हो भने शक्ति बढाउने हो।